केही दिन अगाडि मैले एउटा भिडियो बनाएको थिएँ जसमा नेपाली एजेन्ट जो अस्ट्रेलियाको इमिग्रेसनका लागि अस्ट्रेलियाको होम एफेयर्सका लागि चाहिँ काम गर्नुको लागि योग्य भनेर लाइसेन्स दिएका थिए। उनको लाइसेन्स गएको थियो। यो घटना भएको थियो गएको महिनाको 13 तारिकमा अर्थात् 13 मार्च 2025मा। 2 दिन अगाडि मैले एउटा भिडियो बनाएको थिएँ जसमा चाहिँ एकजना नेपाली माइग्रेसन एजेन्ट जो सिडनीमा बस्दथे र उनले चाहिँ उनको माइग्रेसन एजेन्टको लाइसेन्स चाहिँ रद्द गरेको थियो र अब अस्ट्रेलियाको सरकारले अर्थात् डिपार्टमेन्ट अफ होम एफेयर्सले यो मान्छे चाहिँ हाम्रो लागि काम गर्नको लागि योग्य छैन भनेर हटाएको थियो। र मैले त्यतिखेर भनेको थिएँ 4 जना मान्छेहरू जो साहसिक 4 जना नेपालीहरू उनका कस्टमर रहेका थिए, उनका ग्राहक रहेका थिए, उनीसँग सेवा खोज्दै गएका उनीहरूको उजुरीका कारणले गर्दाखेरि त्यो उनको लाइसेन्स चाहिँ रद्द भएको थियो। ती 4 जना साहसी उजुरी गर्नेहरूलाई म सल्युट गर्न चाहन्छु एउटा राम्रो सभ्य समाजको सुरुवात गर्नुभएकोमा। र म अहिले के थियो, के कारणले गर्दाखेरि के उजुरी थियो, त्यो 4 जनाले कहिले उजुरी गरेका थिए र के उजुरी थियो म आजको भिडियोमा बताउन गइरहेको छु। स्वागत छ तपाईहरु सबैलाई नेपाल अस्ट्रेलिया न्यूजको युट्युब च्यानलमा, टिकटकमा र फेसबुकमा। म कार्यक्रम प्रस्तुता मिलन दाहालको। कहिलेदेखि यो कामको सुरुवात गरेका थिए, यस्ता काम त पहिलेदेखि गर्दै आइरहेका थिए होला, तर त्यो एउटा साहसी एकजना कस्टमर जसले पहिलो उजुरी गरेको छ 4 डिसेम्बर 2018मा। त्यो उजुरीमा भनिएको हुन्छ उनले चाहिँ एकजना नजिकको आफूले चिनेको मान्छे मार्फत म तपाईहरुलाई चाहिँ स्पोन्सर दिलाइदिन्छु र त्यो माइग्रेसन स्किम रहेको हुन्छ रिजनल स्पोन्सर माइग्रेसन स्किम अन्तर्गत चाहिँ म तपाईलाई मेरो एउटा चिनेको साथीको माध्यमबाट उसलाई चाहिँ स्पोन्सर गर्न लगाएर तपाईलाई चाहिँ म स्पोन्सर यहाँको पर्मानेन्ट रेजिडेन्सी दिलाइदिन्छु भनेर त्यो अनुसार पैसा लिएको हुन्छ र त्यसमा चाहिँ उसले त्यो मान्छेले चाहिँ जो इम्प्लोयर भनेर भनेको उसलाई स्पोन्सर गर्ने उनले खोजिदिएका अर्थात् हरि पोखरेलले खोजिदिएका त्यो मान्छे चाहिँ यो स्किमबाट RSMS भन्ने स्किमबाट बाहिरिसकेका हुन्छन्, तर भिजा अवधि पर भिजाको डिसिजन नआउन्जेलसम्म त्यो कुरा उनले लुकाइरहेका हुन्छन्। यो एउटा कारण हुन्छ। दोस्रो कारण उनले आफू फी बारेको जुन एउटा सेवा दिए बापत कति पैसा तिर्ने र कहिले तिर्ने भनेर एउटा सम्झौता गर्नुपर्ने हुन्छ। त्यो सम्झौता पनि गरेका हुँदैनन् र उनलाई चाहिँ कुनै पनि इन्भोइस पनि जारी भएको हुँदैन ती कस्टमरले र उनले पे गरेको रिसिटको पनि कुनै पनि रिसिट उनलाई उपलब्ध भएको हुँदैन। यो सबै कुरा चाहिँ उनले त्यो उजुरीमा राखेका हुन्छन्। अनि अब अर्को भनेको चाहिँ सम्झौता बमोजिम। तपाईको चाहिँ यो अस्वीकृत भएको खण्डमा पैसा फिर्ता हुन्छ भन्ने यस्तै केही थियो के होला, त्यो अनुसार पैसा पनि फिर्ता गरेनन्। यी 4 वटा कारण 4 डिसेम्बर 2018मा जुन एउटा उजुरी परेको थियो ओमारा जो चाहिँ समग्र माइग्रेसन एजेन्टहरू अस्ट्रेलियाभरका माइग्रेसन एजेन्टलाई रेगुलेसन गर्ने निकाय डिसेम्बर 2018मा परेको उजुरीहरूमा चाहिँ यी कुराहरू उल्लेख रहेका थिए। अर्को यस्तै उजुरी पर्छ दोस्रा कस्टमर भनौँ, दोस्रा साहसी कस्टमर 27 जनवरी 2019मा। त्यो उजुरीमा चाहिँ यी माइग्रेसन एजेन्ट भनिएका जो हरि पोखरेल भनेर मैले अघि पनि भने यिनले चाहिँ मैले चिने जानेको एकजना मान्छेबाट चाहिँ म तपाईहरुलाई स्पोन्सर गराइदिन सक्छु भनेर उनीहरूलाई चाहिँ प्रस्ताव गर्दछन्। र अब यहाँको PR हुन्छ भने त्यो यति राम्रो प्रस्ताव कसले स्वीकार गर्दैन र नभन्दै उनले पनि त्यो प्रस्तावलाई स्वीकार गर्दछन्। र दोस्रो कुरा चाहिँ त्यही छ, अब यो उनीहरूसँग पनि सम्झौता यो सेवा कहिलेसम्म स्पोन्सर हुने र कति पैसा लाग्ने भनेर कुनै सम्झौता गरिएको हुँदैन। यो म उजुरी पत्रमा भएको कुरा भनिरहेको छु र उनलाई पनि कुनै पनि इन्भोइस पनि जारी भएको हुँदैन र तिरेको पैसामा कुनै पनि रिसिट पनि जारी भएको हुँदैन। त्यसैगरी त्यो यसरी RSMS अन्तर्गत भिजा अप्लाई गरेको केही समयमा नै उनी चाहिँ यो स्किमबाटै त्यो स्पोन्सर जुन भनेर भनिएको थियो उनले खोजिदिएका अथवा माइग्रेसन एजेन्ट भनिएका हरि पोखरेलले खोजिएका एजेन्ट चाहिँ RSMS यो स्किमबाटै बाहिरिसकेका हुन्छन्, तर उनले चाहिँ त्यो क्लाइन्टलाई यो कुरा पनि खबर गर्दैनन्। अनि अब त्यो भन्दा पनि एक स्टेप पनि अगाडि बढ्दछन्। सम्झौता भएको हुँदैन, तर उनले चाहिँ क्लाइन्टको फर्जी नक्कल सिग्नेचर गरेर फर्जी सम्झौता बनाएर पनि राखेको देख्छ। र अर्को कुरा भनेको चाहिँ पहिलाको जस्तै जुन एउटा यो चाहिँ सेवा तपाईलाई चाहिँ स्पोन्सरशिप भएन भने यति रकम चाहिँ फिर्ता हुन्छ भनेर जुन एउटा मौखिक सम्झौता गरिएको थियो त्यो सम्झौता अनुसारको रकम सबै फिर्ता गर्दैन। अब अर्को एकजना क्लाइन्टले चाहिँ 10 फेब्रुअरी 2019मा एउटा
उजुरी दिएको हुन्छ, अर्थात् हरि पोखरेल जो माइग्रेसन एजेन्ट उनको विरुद्ध चाहिँ ओमारामा अर्को एउटा उजुरी पर्न जान्छ। त्यसमा चाहिँ उनले एउटा बिचौलिया मार्फत स्पोन्सरसिप दिलाइदिने भनेर ती क्लाइन्टबाट कति पैसा लिन्छन् र ती क्लाइन्ट चाहिँ अवश्य नेपाली नै हुन्, उनको चाहिँ एकदमै धेरै पैसा चाहिँ उनले लिन्छन्, खाइदिन्छन्। र अब दोस्रो भनेको चाहिँ त्यस्तै, यो सर्भिस प्रोभाइड गर्ने र पैसा लिने बापत कुनै पनि सम्झौता भएको हुँदैन, न उनले इन्भोइस जारी गर्छन् न पैसा तिरेको रिसिटै जारी गर्दछन् उनलाई। तेस्रो कुरा भनेको चाहिँ अघि नै त्यही भिजा आवेदन उनले गर्दछन्, तर भिजा स्वीकृति हुनुभन्दा पूर्व नै उनले खोजिदिएको जुन स्पोन्सर रहेको थियो, अर्थात् एजेन्ट माइग्रेसन एजेन्ट हरि पोखरेलले खोजिदिएको स्पोन्सर, उनी चाहिँ आरएसएमएस रिजनल स्पोन्सर्ड माइग्रेसन स्किमबाट बाहिरिसकेका हुन्छन्। यो कुरा पनि हुन्छ। आवेदन चाहिँ अस्वीकृत भएपछि मात्रै जानकारी गराउँदछन् र अघि जस्तै कुनै पनि सम्झौता भएको हुँदैन सर्भिस अनुसारको, र न कुनै इन्भोइस जारी हुन्छ, न तिरेको पैसाको कुनै पनि रिसिट जारी हुन्छ, न त मौखिक रूपमा भएको एग्रिमेन्ट अनुसार क्लाइन्टले पैसा नि फिर्ता पाउँदछन्। 15 जुन 2020 मा अर्का चौथा क्लाइन्टले चाहिँ उजुरी गरेका हुन्छन्। यसमा चाहिँ उनले चिने जानेको उनको साथीको रेस्टुरेन्टमा चाहिँ मार्फत स्पोन्सर दिलाइदिने भनेर चाहिँ उनलाई प्रस्ताव गरिएको हुन्छ चौथा क्लाइन्टलाई, जसले उजुरी गरेको। क्लाइन्ट त धेरै भयो होला, तर यहाँ सुन्नुहोस्, म भन्दैछु चौथा क्लाइन्ट जसलाई चाहिँ उनलाई चाहिँ ती माइग्रेसन एजेन्ट भनेर भनिएका हरि पोखरेल उनको साथीको रेस्टुरेन्टमा चाहिँ स्पोन्सर दिलाइदिने, साथीको रेस्टुरेन्टले चाहिँ स्पोन्सर दिलाइदिने भनेर उनलाई भनिएको हुन्छ। अनि दोस्रो कुरा चाहिँ उनले एउटा गलत विवरण, आरएसएमएस भनेको रिजनल स्पोन्सर्ड माइग्रेसन स्किम, अर्थात् यसमा तपाईँले रिजनलमा गएर काम गर्नुपर्ने हुन्छ, तर क्लाइन्टलाई भनिएको हुन्छ यो भए पनि तपाईँले चाहिँ रिजनलमा गएर काम गर्नु पर्दैन। यो उजुरी पत्र, मैले भनिरहेको छैन, उजुरी पत्रमा भनिएको कुरा हो। त्यस्तै पछाडि अब क्लाइन्टलाई उनले चाहिँ लगातार पैसा मागिरहेका हुन्छन्, तर ती क्लाइन्टको भिजा चाहिँ कहिले पनि आवेदन हुन सकेको हुँदैन, लज हुन सकेको हुँदैन। यो चाहिँ चौथो क्लाइन्टको र अघिकै कुराहरू, कुनै पनि सर्भिस प्रोभाइड गर्ने र पैसा लिने अनुसार कुनै पनि सम्झौता भएको हुँदैन, कुनै पनि इन्भोइस जारी भएको हुँदैन, र कुनै पनि पैसा तिरेको कागज कुनै पनि इस्यु भएको हुँदैन। यतिमा मात्रै रोकिँदैनन्। फेरि अब यति भएपछि सामान्य विवाद उनीहरू बिच सम्भवतः भयो होला, मेरो काम किन भएन, मेरो पैसा किन आएन, म चाहिँ बाहिर मिडियामा जान्छु, सम्भवतः उनले भने होला। र त्यति गरेपछि यो कुरा कसैलाई सुनाएको खण्डमा चाहिँ म तिमी विरुद्ध कानुनी उपचार गर्छु भनेर, अन्त क्लाइन्ट होइन, क्लाइन्ट विरुद्ध चाहिँ हरि पोखरेल जो चाहिँ माइग्रेसन एजेन्ट हुन्छन्, उनी चाहिँ क्लाइन्ट विरुद्ध कानुनी उपचारमा जान्छु, म तिमीलाई चाहिँ कोर्ट लिएर जान्छु भनेर धम्क्याउँछन्। फेक ट्रान्जेक्सन गर्नको लागि कम्पनीको एप्रोच मेसिन खरिद गरिएको भनेर भनिएको छ। यो बारेमा म त्यति धेरै जानकार छैन, मैले यो कुरालाई धेरै खुलाउन सकिनँ। र अर्को कुरा चाहिँ, अर्को एउटा महत्त्वपूर्ण कुरा यहाँ रहेको छ, उनले चाहिँ त्यही बिचमा एजेन्टको, अर्थात् हरि पोखरेल जो माइग्रेसन एजेन्ट हुन्, उनको कमजोरी नदेखिने गरी त्यो बिचमा एउटा सम्झौता गराएर त्यो सम्झौतामा हस्ताक्षर गर्न दबाब दिएर हस्ताक्षर समेत गराउँछन्। मैले अब यो जानकारी तपाईँलाई किन गराइरहेको छु त भन्दाखेरि तपाईँहरू पनि यस्तो समस्यामा परिराख्नु भएको हुन सक्दछ। एजेन्टहरूले यी देखाएका कुराहरू र योभन्दा बाहेकका कुराहरू पनि गरेर तपाईँलाई दबाब दिइरहेका हुन सक्दछन् र तपाईँहरूलाई चाहिँ फर्जी काम गरिरहेका हुन सक्दछन्, फर्जी सम्झौता, फर्जी आश्वासन दिलाइरहेका हुन सक्दछन्। र अस्ट्रेलियाको कानुनअनुसार अस्ट्रेलियाको रेजिस्टर्ड भएर काम गर्ने कुनै पनि प्रोफेसनलले एउटा नैतिकतालाई शिरमा राखेर, सबैभन्दा अगाडि नैतिकतालाई अगाडि राखेर काम गरिरहेको हुनुपर्दछ। र यदि तपाईँलाई यो कुनै पनि एजेन्टले तपाईँले सम्पर्क गरिराख्नु भएको, तपाईँले सेवा लिइराख्नु भएको कुनै पनि मान्छेले चाहिँ नैतिकता अनुसार काम गरिरहेको छैन भने तपाईँले प्रश्न उठाउने, तपाईँले पहिला आफूसँग प्रश्न उठाउने, त्यही पछाडि आफू वरिपरिका अरू मान्छेसँग र एउटा प्रोफेसनलसँग गएर तपाईँले प्रश्न उठाउन सक्नुहुन्छ। र यो कुरालाई हामीले उठाएर यस्ता कुराहरूलाई चाहिँ रोक्नको लागि हामीले मद्दत गर्न सक्दछौँ र भोलि आउने भावी पिँढीहरूको लागि हामीले सुरक्षित बाटो बनाउन सक्दछौँ। जो 4 जनालाई मैले अघि पनि भने, जसले कानुनी उपचारको लागि ओमारामा उजुरी गर्नुभयो र यो मान्छेको गलत काम गर्ने मान्छेको चाहिँ लाइसेन्सलाई, रेजिस्ट्रेसनलाई रद्द गर्नको लागि एउटा भूमिका खेल्नुभयो, उहाँहरूलाई फेरि म सल्युट गर्न चाहन्छु। र यदि तपाईँहरू पनि यस्तै खालका समस्यामा परिराख्नु भएको छ भने भोलिको आउने पिँढीको बाटो क्लियर गर्नको लागि, उनीहरूलाई सजिलो बनाउनको लागि र उनीहरूलाई चाहिँ यस्तो झमेलामा नफस्ने बनाउनको लागि कदम चाल्नुहोस् र उजुरी गर्नुहोस् र सम्बन्धित निकायमा जानुहोस्। यदि तपाईँलाई कुनै पनि जिज्ञासा
भएमा वा कुनै पनि सुझाव चाहिन्छ भने हामी गाइड गर्नको लागि तयार छौँ। हामीलाई यो देखेको इमेल लेखेर पनि तपाईँहरूले सम्झौता गर्न सक्नुहुन्छ। अत यो अत्यन्त महत्त्वपूर्ण रहेको छ यो जानकारी। त्यसैले यो जानकारीलाई अरू धेरै मान्छेहरूसम्म पुर्याउनको लागि यो भिडियोलाई धेरैभन्दा धेरै लाइक र सेयर गर्नुहोला। अनि अन्य यस्तै जानकारीहरूको लागि हामीलाई टिकटकमा फलो, युट्युबमा सब्सक्राइब र फेसबुकमा लाइक तथा फलो गर्न नबिर्सनु होला। यो भिडियो हेर्नुभएकोमा धेरै धेरै धन्यवाद।